यो सेकेन्ड सिजनदेखि एज अ जजको रूपमा म पनि यस कार्यक्रममा संलग्न भएको छु र आशा छ यो कार्यक्रमले सिङ्गिङ सुपरस्टारले चाहिँ नेपाली म्युजिक सङ्गीतमा नेपाली म्युजिकको एउटा डेभलपमेन्टमा चाहिँ एउटा धेरै ठुलो भूमिका खेल्नेछ भन्ने मैले आश लिएको छु र नयाँ नयाँ ट्यालेन्टेड सिङ्गरहरू यो नेपाली सङ्गीत जगतमा आउनेछ भन्ने पनि म आशावादी छु र यसपालिको सिजनमा धेरै राम्रो गायक गायिकाहरूले प्रतिस्पर्धा गर्दैछ। अब हेरौँ विनर को हुन्छ त्यो तपाईँलाई पछिल्लो भविष्यमा थाहा हुने नै छ र म यो कार्यक्रमको यो सिङ्गिङ सुपरस्टार सिजन 2 को भव्य सफलताको लागि म हृदयदेखि नै कामना गर्दछु र अरू बाँकी कुराहरू त सञ्जय भाइले पनि यहाँ समक्ष राख्नुभयो।